मुलुकको कुल जनसङ्ख्याको 65% मानिस प्रत्यक्ष रूपमा कृषिमा आश्रित छन् भने कुल गृहस्थ उत्पादनको 32% हिस्सा यसै क्षेत्रले ओगटेको छ। जनसङ्ख्याको बढ्दो दरसँगै खाद्यान्नको आवश्यकता पनि बढ्ने गर्दछ। तर जनसङ्ख्याको वृद्धि दरको अनुपातमा खाद्यान्नको उत्पादन वृद्धि हुन नसक्दा खाद्यान्न अभाव हुने गरेको अवस्थालाई नकार्न सकिन्न। देशको कुल क्षेत्रफल 1,47,18,100 हेक्टर मध्ये करिब 36,41,000 हेक्टर अर्थात् कुल क्षेत्रफलको 18% जमिन खेतीयोग्य रहेको छ। सो जमिन मध्ये पनि 45% भूभागमा मात्रै सिँचाइ सुविधा उपलब्ध रहेको छ। अर्कोतर्फ मुलुकमा पानीको स्रोत पर्याप्त नभएको पनि होइन। खाद्यान्न उत्पादनको आवश्यकता, पानीको उपलब्धता र सिँचाइ सुविधा नपुगेको जमिनको क्षेत्रफल जस्ता अवस्थाले सिंचित क्षेत्रको विकास गर्ने कार्य देशकै प्राथमिकतामा रहेको छ। यिनै उद्देश्य अनुरूप विभिन्न विभाग हुँदै 2044 सालमा सिँचाइ विभागको नामकरण गरी समग्र सिँचाइ विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको सिँचाइ विभागको मातहतमा रहेको बागमती सिँचाइ आयोजनाले आफ्नो छुट्टै पहिचान बनाइसकेको छ। राष्ट्रिय प्राथमिकता प्राप्त बृहत सिँचाइ आयोजनाको स्रोत बागमती नदीलाई मान्दै यस आयोजनालाई बागमती सिँचाइ आयोजनाको रूपमा नामकरण गरिएको हो। हाल नेपाल सरकार सिँचाइ मन्त्रालय सिँचाइ विभागको मातहतमा रहेको सो आयोजना सर्लाही जिल्लाको कर्मयामा अवस्थित छ। यस आयोजनाले दीर्घकालीन रूपमा मध्य तराईका सर्लाही, रौतहट, बारा, महोत्तरी र धनुषा जिल्लाको 1,22,000 हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउन आवश्यक पूर्वाधार विकास गर्ने लक्ष्य लिएकोमा हाल पूर्वी नहर प्रणालीको सर्लाहीतर्फ 21.5 किलोमिटर नहर निर्माण सम्पन्न गरी 22,600 हेक्टर जमिनमा र पश्चिमी नहर प्रणाली रौतहटतर्फ 28 किलोमिटर नहर सम्पन्न गरी 23,000 हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउँदै आएको छ। बागमती सिँचाइ आयोजनाको ब्यारेज 2050 सालमा 403.5 मिटर लम्बाइ, 36वटा गेट भएको ब्यारेज निर्माण सम्पन्न गरी 37 मिटर चौडाइ भएको हेड रेगुलेटरमा 7वटा गेट पूर्वीतर्फ र 26 मिटरको हेड रेगुलेटरमा 5वटा गेट पश्चिमतर्फ निर्माण सम्पन्न भई सोही सालको अषाढ मसान्तदेखि पूर्वी तथा पश्चिमी नहर प्रणालीमा पानी सञ्चालन सुरु गरी सर्लाही र रौतहटका कृषकहरूलाई सिँचाइ सुविधा उपलब्ध गराएको थियो। बागमती सिँचाइको विभिन्न कार्यहरू सञ्चालन गर्नका लागि 2007 सेप्टेम्बर 3 मा 56.25 मिलियन साउदी रियलको तेस्रो चरण सम्झौता अनुसार 2012 जुलाईमा उक्त सम्झौताको म्याद सकिएको थियो। पुनः पछिल्लो पटक म्याद सन् 2015 जुलाई 31 सम्म म्याद रहेकोमा सो अवधिभित्र निर्माण कार्य पुरा नभएको हुँदा सो निर्माण कार्य पुरा गर्नका लागि पुनः नेपाल सरकारको अनुरोधमा 2016 डिसेम्बरसम्म म्याद थप भई कार्य सञ्चालनमा आइरहेको छ। हालसम्म एसएफडीबाट जम्मा 200.85 मिलियन साउदी रियलको ऋण सहयोग प्राप्त भई आयोजना सञ्चालन हुँदै आएकोमा उक्त सम्झौता समाप्त पश्चात हाल आर्थिक वर्ष 2074-75 देखि नेपाल सरकारको आफ्नै स्रोतद्वारा आयोजनाको काम सञ्चालन हुँदै आएको कुरा आयोजना प्रमुख लक्ष्मण प्रसाद सिंह बताउनुहुन्छ। बागमती सिँचाइ आयोजना अब 2035-36 सालमा सुरु भएर निर्माण काम सुरु भएको हो। अब 2050 सालमा आएर यो ब्यारेजको निर्माण काम सम्पन्न भएपछि हामी नहरमा पानी सञ्चालन गरिसक्यौँ। अब साउदी विकास फन्डबाट उसले अब कमान एरिया डेभलपमेन्टलाई कमान एरिया प्रोटेक्सन कामको लागि उसले फन्ड डोनेट गरेको थियो, ऋण सहयोग उपलब्ध गराएको थियो। त्यसको म्याद अब 2017 म्याद थप गरेर 2017 जुलाईसम्म थियो। त्यति बेलासम्म उसको काम अब सम्पूर्ण काम एग्रिमेन्ट अनुसार सकिसकेको छ। यस आर्थिक वर्ष 2074-75 नेपाल सरकारको बाट नै अहिले आयोजना सञ्चालनमा रहेको अवस्था छ। नेपाल सरकारबाट मात्र यसले ह्यान्डल भइरहेछ। यो अहिले जुन हाम्रो मर्मत सम्भारमा जुन बजेट यो चालु अर्थ वर्षमा हामी पाएको छ त्यसमा हामीले 2-3टा मुख्य काम रहेछ। पहिले एउटा चाँदी नदीबाट सिँचाइ क्षेत्रको बचावट गर्ने काम त्यो रहेछ। त्यो कमान बचाउ कार्य अन्तर्गत लगभग 13 करोड त्यसमा खर्च हुन्छ। अब 6 करोड जति जालादारी कर्मचारी हामीसँग 280 जना जति रहेछन्। त्यो 280 जनाको तलबमा लगभग 6 करोड खर्च हुन्छ। बाँकी रहेका पैसा जुन रहेछ त्यसबाट हामी मर्मत सम्हार गरेर किसानहरू खेतमा पानी पुर्याउने काम गर्छौँ।
अब बजेटको अभाव नहुने अवस्था हुन्थ्यो, तर यो जुन यो साउनको 26 देखि 28 गतेसम्मको जुन बाढी आयो त्यसले गर्दा नहरको संरचनाहरूलाई धेरै नै उसमा क्षति पुर्याइसकेका छन्। त्यसको लागि हामीले सिँचाइ विभाग मार्फत सिँचाइ मन्त्रालयमा बजेट माग गरिरहेका छौँ। अब त्यो आएपछि मर्मत सम्भार गरेर पुग्छ। बागमती सिँचाइको पश्चिमी नहर 28 किलोमिटर लम्बाइ रहेको छ। पश्चिमी मूल नहरको भलोइया शाखा नहरको 0 किलोमिटरबाट 32 किलोमिटर लम्बाइ रहेको उक्त नहरको कमान्ड एरिया 15,000 हेक्टर जमिन रहेको छ। सो भलोइया शाखा नहरको प्रशाखा नहरहरू 6वटा र डाइरेक्ट सेकेन्डरी नहर 27वटा र यिनका पाइलट कमान्ड एरिया रहेको छ। त्यसै गरी भुसाहा प्रशाखा नहर 28 किलोमिटर लम्बाइ रहेको छ। उक्त नहरबाट 1500 हेक्टर जमिनलाई सिँचाइ सुविधा उपलब्ध गराएको छ। डुमरिया गाविस बालुवाटोल स्थित पूर्वतर्फ समनपुर 10 किलोमिटर लम्बाइ र करिब 22 हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराएको छ। त्यसै गरी पश्चिमतर्फ जिङ्गरिया प्रशाखाबाट 10 किलोमिटर लम्बाइ भएको नहरद्वारा करिब 1500 हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध पुर्याएको छ। बहुवरी शाखा नहरको लम्बाइ 12 किलोमिटरले 2000 हेक्टर जमिनलाई सिँचाइ सुविधा उपलब्ध पुर्याएको छ। पश्चिमको मूल नहरको च्यानेज 25+00 किलोमिटरबाट 6000 कमान्ड एरिया ओगटेको बगही शाखा नहरको मुहान रहेको छ। उक्त बगही शाखा नहर अन्तर्गत 6वटा प्रशाखा नहर र 21वटा सेकेन्डरी नहरहरूबाट रौतहट जिल्लाका किसानहरूलाई सिँचाइ सुविधा पुर्याएको छ। उपरोक्त नहरहरूको रेखदेखको लागि र गेट अपडेट गर्नका लागि आयोजनाद्वारा प्राविधिकहरू खटिएका छन्। पूर्वी नहर प्रणालीको सर्लाही जिल्लातर्फ 4 किलोमिटरदेखि मानपुर शाखा नहर सुरु हुन्छ। उक्त नहर 12 किलोमिटर लम्बाइ रहेको छ। सो शाखा नहरबाट 5वटा प्रशाखा नहरहरू रहेका छन्। उक्त नहरको पानीद्वारा लगभग 6700 हेक्टर जमिनलाई सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ। मानपुर शाखा नहरपछि गडैया नहर सुरु हुन्छ। सो शाखा नहरको लम्बाइ 21 किलोमिटर रहेको छ। उक्त नहरको 3 किलोमिटरबाट श्रीपुर प्रशाखा नहर रहेको छ। सो प्रशाखा नहरबाट 5वटा सेकेन्डरी नहरहरू रहेका छन्। उक्त नहरबाट 2200 हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइएको छ। बागमती सिँचाइको मूल नहरको 17 किलोमिटर पश्चात लक्ष्मीपुर शाखा नहर सुरु हुन्छ। उक्त शाखा नहरको लम्बाइ 17 किलोमिटर रहेको छ। सो शाखा नहरबाट सर्कौल, विष्णुपुर र पररिया गरी 3वटा प्रशाखा नहरहरू निर्माण भएको छ। सो प्रशाखा नहरहरूमध्ये पररिया प्रशाखा नहर 7 किलोमिटर लम्बाइको छ। उक्त नहरद्वारा 2133 हेक्टर जमिनलाई सिँचाइ सुविधा पुर्याइएको छ। बागमती सिँचाइ आयोजना अन्तर्गत चाहिँ पूर्वी प्रणालीमा 3वटा शाखा रहेको छ। एउटा चाहिँ लक्ष्मीपुर, गडैया र मानपुर गरी 3वटा शाखा रहेको छ। पूर्वी नहरको लम्बाइ चाहिँ 11.3 किलोमिटर रहेको छ। लक्ष्मीपुरमा करिब 10,000 हेक्टर चाहिँ सिँचाइ यो बागमती सिँचाइ आयोजनाले सिँचाइ भइरहेको छ। यो हामीले 3 ठाउँमा सञ्चालन गर्नुपर्ने रहेछ, तर चाहिँ यहाँ के छ भनेपछि अब ठाउँमा चाहिँ हामीले चाहिँ तीनटा शाखामा सञ्चालन गर्ने हो भने एउटालाई चाहिँ अब यति क्युमेक 5 क्युमेक भनेर हामीले एउटा पूर्वी नहरकै एउटा मानपुरलाई पहिले चाहिँ दिन्छौँ। त्यस पछाडि चाहिँ 7 क्युमेक चाहिँ यो मेन नहर लक्ष्मीपुरलाई छोडेका छौँ। त्यस पछाडि लक्ष्मीपुरका 7 किलोमिटर भएर त्यो 7 क्युमेक भएर अनि त्यहाँ फेरि गएर त्यो लक्ष्मीपुरबाट गडैया भन्ने चाहिँ शाखा छुटेको रहेछ। त्यसमा पनि सर्टेन क्युमेक गइरहेको छ र बाँकी चाहिँ लक्ष्मीपुरमा गइरहेछ। अब भनेपछि किसानको अब जतिसुकै हामीले प्रयास गरे पनि टेल इन्डमा भएको किसानहरूलाई हामीले पानी पुर्याउन सकिरहेका छैनौँ। त्यसको चाहिँ विभिन्न कारण छन्। जुन चाहिँ एउटा कारण यति पनि हुनसक्छ, माथि भएका पानी जुन चाहिँ हेड रेस मानौँ न कि टेल रेसभन्दा माथि भएका मानिसहरू किसानहरूले चाहिँ पानी थुनेर जबरजस्ती थुनेर भए पनि हाम्रो चाहिँ हेडवर्क्स होस् या कुनै चाहिँ हेडवर्क्स त नभनौँ, हाम्रो चाहिँ कुनै स्ट्रक्चर होस्, त्यो स्ट्रक्चरलाई चाहिँ सञ्चालन नल्याइकन तिनलाई चाहिँ जबरजस्ती थुनेर भए पनि अन्त चाहिँ लिएर जाने आफ्नो शाखामा पानी टेल इन्डसम्म नपुग्ने अवस्था त्यस्तो पनि छ। अब डिस्चार्ज चाहिँ कम छ, खपत चाहिँ बढी छ। अब 10 दिन 15 दिन एउटा शाखालाई हामीले दिन्छौँ भनेपछि 10 दिन 15 दिन वा 5 दिन 7 दिनको हामीले पालो राख्छौँ। 7 दिनको मानौँ न, 7 दिनको पालो राख्छौँ। त्यसमध्ये एउटा शाखा गरी चाहिँ हामीले टाइममा मिलाएर समय मिलाएर सञ्चालन गरेका छौँ। पूर्वी नहर र पश्चिमी नहरमा दुईटैमा चाहिँ बराबर डिस्चार्ज छैन। पूर्वी नहरमा 64 क्युमेक डिस्चार्ज छ भनेपछि पश्चिमी नहरमा चाहिँ 48 क्युमेकको डिस्चार्ज
जाने चाहिँ व्यवस्था छ। हामीले चाहिँ यो चाहिँ व्यवस्था गर्न सक्यो भने, हामीले अपरेसन र मेन्टेनेन्स चाहिँ राम्ररी गर्न सक्यो भने हामीले टेल इन्डसम्म पनि पानी पुर्याउन सक्छौँ। र त्यो पुर्याउनलाई हामीले गेटकै अपरेसन होस् या गेटकै चाहिँ मर्मतको काम होस्, चाहे नहरकै मर्मत काम होस् होइन। अब सेकेन्ड्री नहर र प्राइमेरी नहरबाट सेकेन्ड्री र सेकेन्ड्रीबाट टर्सरी जुन जाने चाहिँ हामीले चाहिँ कयौँ ठाउँमा चाहिँ भत्केको, कयौँ ठाउँमा चाहिँ वेस्टेज भएर गइरहेको डिस्चार्जहरू त्यत्तिकै वेस्ट भएर गइरहेछ, त्यसलाई चाहिँ हामीले कन्ट्रोल गरेर लिएर गयो भने हामीले टेल इन्डसम्म पनि पुर्याउन सक्छौँ। त्यो व्यवस्था पनि गरिरहेका छौँ, किनभने डे बाई डे यो चाहिँ अपग्रेड भइरहेकै छ। डे बाई डे यसमा चाहिँ केही न केही चाहिँ हामीले सुधार गर्दै गइरहेका छौँ। अब विभिन्न किसिमका सुधार हुन्छ, जस्तै चाहिँ कुनै ठाउँमा चाहिँ क्रस रेगुलेटर लाएर पनि अब मान्छेलाई चाहिँ हामीले सिँचाइ चाहिने योग्य जग्गामा चाहिँ हामीले सिँचाइ दिने व्यवस्था गरिरहेका छौँ। कुनै ठाउँमा चाहिँ क्यानल लाइनिङ गरेर पनि यदि पानी पुर्याउन सकिन्छ भने पानीलाई कम लस पुर्याएर ठाउँसम्म, फिल्ड च्यानलसम्म हामीले पुर्याउने चाहिँ एउटा चाहिँ क्यानल लाइनिङको विधिबाट पनि पुर्याइरहेका छौँ। सिर्सिया सेकेन्डरी नहरबाट बायाँतर्फ लगभग 2 किलोमिटर र दायाँतर्फ करिब 2 किलोमिटर लम्बाइको नहरद्वारा पानीको बाँडफाँड गर्ने गरिएको छ। बागमती सिँचाइको दुवैतर्फको मूल नहरहरू बालुवा तथा गेग्रानहरू भरि पानी सञ्चालनमा बाधा पुगी नहरहरूमा पानी सञ्चालन गर्न कठिनाइ हुने गरेकोमा सो नहरहरूको समय समयमा बालुवाहरू निकाली मर्मत सम्भार गरी स्थानीय कृषकहरूलाई समयानुकूल खेती गर्न पानीको उपलब्ध गराउँदै आएको कुरा बागमती सिँचाइ आयोजनाका आयोजना प्रमुख बताउनुहुन्छ। अहिले हामीलाई चाहिने मर्मत सम्भारको लागि नेपाल सरकारले बजेट यो वर्ष चालुतिर 2 करोड र पुँजीगततर्फ 38 करोड, जम्मा 40 करोड बजेट छुट्याएको छन्। त्यसबाट नै अब मर्मत सम्भार गरेर नहर सञ्चालनको काम हुन्छ। तर अब हाम्रो दोस्रो चरणको जुन निर्माण कामको लागि रहेछ त्यसको लागि हामी डोनर खोज्ने प्रयास गरिरहेछौँ। त्यसको लागि अध्ययन भइरहेछ। अध्ययन भइसकेपछि अर्थ मन्त्रालय मार्फत डोनर खोजिन्छ, त्यसपछि नयाँ निर्माण काम सुरु हुन्छ। पूर्वी नहरको कमान्ड क्षेत्र 22,600 हेक्टर रहेछ र पश्चिमी नहर सिस्टमको हाम्रो 23,340 हेक्टर रहेछ। जम्मा गरेर 45,940 हेक्टर कमान्ड क्षेत्र रहेछ। अब पानीको जहाँसम्म रहेछ यो हाम्रो वर्षेबालीको लागि समस्या छैन, पानी जति पनि रहेछ पुरै 46,000 हेक्टरमै 45,940 हेक्टरमै सिँचाइ सुविधा पूर्ण रूपले उपलब्ध भइरहेको छ। यो हिउँदे बालीको लागि गहुँहरू जुन लगाएको हुन्छ त्यति बेलामा पानी कम भएर गइरहेको हुन्छ। त्यसमा पनि पालो सिस्टम लगाएपछि करिब 38,000 हेक्टरमा सिँचाइ सुविधा हामी पुर्याइरहेछौँ, दुईटै पूर्व र पश्चिम नहर गरेर। तेस्रो बाली जुन हाम्रो स्प्रिङ फेड क्रप जुन भन्छ, मकै बाली जुन हुन्छ बसन्ते मकै, त्यति बेलामा हाम्रो पानी कम हुन्छ। त्यसमा हामी 16,000 हेक्टरमा मात्रै पानी दिन सक्ने अवस्था अहिले रहेछ। अब त्यसको लागि पानी जुन कम रहेछ त्यसको लागि अब सुनकोसीबाट डाइभर्सन काम गत वर्षदेखि अफिस खराब भएको छ। त्यो सुनकोसी मरिन डाइभर्सनको काम भएपछि हाम्रो टोटल कमान्ड एरिया जुन बागमतीको रहेछ 1,22,000 हेक्टर, त्यसमा हामी सिँचाइ सुविधा उपलब्ध गराउने उसमा लक्ष्य राखिरहेछौँ। कयौँ बिघा खेतीयोग्य जमिन बाँझै राखेर आकाशको पानी कुरेर बस्नु परेका विगतको दिनहरूका पीडालाई बिर्सँदै नहरमा पानीको सञ्चालन भएपछि करिब 3 बालीसम्म भित्र्याउँदै आय आर्जनमा समेत टेवा पुगेको कुरा स्थानीय महिला कृषक विगतमा भोग्नु परेको पीडा र हालको स्थितिका बारेमा यसरी खुलेर बताउनुहुन्छ। नहर भेलै त उब्जनी भेलै, नहर नरहलै त उब्जनी नरहलै, होइबे न कलै माने तनी मनी भेलै, बेसी न भेलै। नहर में पानी अयला में माने हो जाए छै, न अयला में पानी न रहे छै। अब ये बाली मकई लगतै, धान लगतै, दोसर बाली न लगे छै। ऊख अब ये समय न लगे छै, ऊख त कहियो से समय न लगे छै। सुधार भेलै। आकाशको पानी नपरेर खडेरी लाग्दा पनि बागमती सिँचाइको नहरद्वारा रोपाई गर्न अधिकांश किसानहरू आफ्ना खेतहरूमा अति व्यस्त देखिन्छन्। पानी नपर्दाको पीडा खेपिरहे तापनि नहरको पानीद्वारा रोपाई गर्न पाउँदा अति हर्षित छन् रौतहट तथा सर्लाही जिल्लाका किसानहरू। यो नहर चाहिँ 48 सालदेखि सञ्चालन भएर 49 सम्ममा चाहिँ बुढी बागमती पुग्यो। त्यहाँ 50मा बारी गयो, 50 बारी 51 बनाउँदा ठिक भयो। 52देखि चलेको, त्यहाँ 52, 53, 54, 55, 56, 57, 58, 59, 60मा फेरि गयो यो बारी। 60मा बारी गएर फेरि 60मै चल्यो। त्यहीँ चले नै छैन नहर अहिलेसम्म चाहिँ। पहिलाको स्थिति अहिले स्थितिमा चाहिँ पहिला चाहिँ खास गरी अलिकति नहर चाहिँ कमजोरै थियो, माटो थियो, ठाउँबाट चाहिँ भत्किरहन्थ्यो। अब खोला नाला नि त्यति कटाएको थिएन। अहिले त्यो खोला नाला झोडा पानी कटाएको हुनाले र चाहिँ अलिकति संरक्षण भएको कारणले नहर त्यति फुटिरहँदैन। कुनै ठाउँमा चाहिँ बाह्य
कुनै जनताले छेकेर चाहिँ फुट्छ न त फुट्दैन। पहिला चाहिँ अब चाहिँ कठेमन धान उब्जिन गाह्रो मान्थ्यो भने अहिले चाहिँ 7 मन 6 मन 5 मन यसरी धान उब्जिरहेको हुन्छ। पहिला चाहिँ लोकल मकै चाहिँ 5 डोका 6 डोका कठामा निकाल्दैन थियो भन्दैन, अहिले चाहिँ 1 कठामा चाहिँ बराबरमा विकासको मकै लगाउँदाखेरि चाहिँ हाइब्रिड मकै करिब चाहिँ 3 क्विन्टल 4 क्विन्टल निकाल्छ। साह्रै कमजोर छ भने त्यसमा 2 क्विन्टल त अनिवार्य भइहाल्छ। अहिले यतिखेर धान लगाउँछन्, हर्दी लगाइरहेको हुन्छ, तरुल लगाएको हुन्छ, अनि बर्खे मकै हुन्छ, अनि तरकारी खेतीमा चाहिँ पिँडालु हुन्छ, भ्यान्टाहरू भिन्डीहरू यिनै चल्छ अहिले, लौका यिनै चल्छ अहिले। पहिला त चाहिँ कस्तो भने यहाँनिर चाहिँ नि खास गरी कुर्तियो दाल र मकै भात खान रहर भएका ठाउँहरू हो। यो कहाँबाट पाउने खाने, गुन्द्रुक खानलाई रहर हुन्थ्यो यहाँ। किन भन्नुहोस् न छ नि, जब चाहिँ साउना मकै पाकिसकेपछि वस्तु सब छारा हुन्थ्यो, साग रोप्ने सिजन पाउँदैन थिए, कुनै पनि हुँदैन थियो यहाँ। अहिले त के छ भन्दाखेरि चाहिँ अब चाहिँ जब पानीले गर्दाखेरि साराको घर भने साराको आम्दानी भयो, सारालाई चाहिँ आयकर बेसी भयो नि, आयस्रोत त चाहिँ धेरै आयस्रोत बढ्यो सबैका, र चाहिँ सबै खुसियाली छन्, सबै रमाएकै छन्। त्यही छ। रौतहट जिल्लामा निर्माण भई जीर्ण अवस्थामा रहेको जाँच सिँचाइ प्रणाली समेत बागमती सिँचाइकै मातहतमा राखी उक्त प्रणालीको मर्मत सम्भार गरी हाल सञ्चालनमा ल्याई स्थानीय कृषकहरूको जमिनमा पानीको उपलब्धता गराइएको कुरा आयोजना प्रमुख सिंह बताउनुहुन्छ। यो जाँच सिँचाइ प्रणाली राणाकालीन पिरियडमा बनेको सिँचाइ प्रणाली हो। त्यो अब परमाणुपुर नगर डिभिजन हुँदै कहिले उसमा नारायणी सिँचाइ डिभिजन अन्तर्गत पर्ने, कहिले जिल्ला सिँचाइ रौतहटमा पर्ने, त्यो हुँदै गत आर्थिक वर्षमा नेपाल सरकारले बागमती सिँचाइ आयोजनाले नै सञ्चालन गर्ने गरी उसमा हस्तान्तरण गरिएको अवस्था रहेछ। अब गत वर्षसम्म धेरै पुरानो नहर भएको भनौँ, मोटामोटी 80 वर्ष पुरानो नहर भएको हुनाले दुरावस्थामा नै थियो। गत वर्ष हामीले बागमतीकै मसिनहरू सञ्चालन गरेर डिसिल्टिङको काम पुरा गरिसकेका हौँ। अनि टेन्डर पनि गत वर्ष हामी गऱ्यौँ, समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम अन्तर्गत टेन्डर पनि गरिरहेछौँ। टेन्डरको पनि कामबाट संरचनाहरूको मर्मत सम्भार काम भइरहेछ। गेटहरू पनि ब्यारेज पनि जीर्ण अवस्थामा थियो, त्यसको पनि टेन्डर भइसकेको सुधार क्रममा रहेको अवस्था छ। अब 3-4 वर्षमा भित्रमा त्यो पनि अब उसलाई रिहेबिलिटेसन गरेर किसानहरूले समयमा मागेको हिसाब बेलामा जति बेला पनि पानी उपलब्ध गराउन सक्ने अवस्था छ। जहाँ सिँचाइ प्रणाली कमाड चाहिँ 45,000 हेक्टर रहेछ वास्तवमा, तर कागजमा कुनै ठाउँमा 2500 हेक्टर लेखिरहेको हुन्छ, कुनै ठाउँमा 3,000 हेक्टर, कुनै ठाउँमा 4,000 हेक्टर लेख्छ। वास्तवमा अहिले जुन पानी सञ्चालन गर्दाखेरि मैले हिसाब गर्दाखेरि 4500 हेक्टर देखिन्छ। अब मैले भन्नुपर्ने हामी आफ्नो खास गरी उपभोक्ता समितिहरूसँग मेरो अनुरोध के रहेछ भनेदेखि अफिससँग कोअर्डिनेसन गरेर यो उपभोक्ता समिति र अफिस दुईटा नङ मासुकै सम्बन्ध रहेछ। त्यसमा केही समस्या भए पनि अफिससँग कोअर्डिनेसन गरेर पानी जो उपलब्ध पानी रहेछ त्यसले बढीभन्दा बढी उपयोग गरेर किसानहरूको खेतमा बढीभन्दा बढी बालीको उत्पादन बढोस्, त्यसमा हामीलाई सहयोग उनीहरूबाट पनि पाऊँ भन्ने उपभोक्ता समितिले मेरो विशुद्ध आग्रह छ। बागमती सिँचाइ आयोजनाले लिएको लक्ष्य बमोजिम प्रभावकारी रूपमा सिँचाइ सुविधा पुर्याउन कठिनाइ परेको अवस्थालाई मध्यनजर राख्दै सिँचाइ विभागद्वारा रौतहट, बारा, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यसहित सुनकोशी मारिन बहुउद्देश्य सिँचाइ आयोजनाको विकास गर्न लागि छ। यस सिँचाइ आयोजना अन्तर्गत सुनकोशी नदी र तामाकोशी नदीको दोभानको लगभग 2 किलोमिटर तल सिन्धुली जिल्लाको बाजुवा 4 खुर्कोटमा बाँध निर्माण गरी करिब 85 क्युमेक्स पानीलाई 9 मिटर गोलाइ र करिब 13.2 किलोमिटर लम्बाइ भएको सुरुङ मार्ग मार्फत भद्रकाली 4 सिस्नेरी सिन्धुलीमा पावर हाउस निर्माण गरी सुरुङ मार्फत विद्युत गृहमा झारी 36 मेगावाट विद्युत उत्पादन गरिनेछ भने विद्युत निर्माण गरेर आएको पानीलाई मारिन खोलामा झारिनेछ। मारिन खोलाबाट 40 किलोमिटर पश्चात बागमती नदीमा गई मिसिनेछ र बागमती सिँचाइ आयोजना मार्फत सिँचाइ सुविधाको लागि पानी उपलब्ध हुनेछ। यस सिँचाइ आयोजना निर्माण पश्चात रौतहट र बारा जिल्लाका करिब 76,600 हेक्टर जमिन र सर्लाही, महोत्तरी र धनुषा जिल्लाको करिब 45,400 हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराइनेछ। यिनै उद्देश्य बमोजिम हाल उक्त सुनकोशी मारिन बहुउद्देश्य सिँचाइ आयोजनाको विस्तृत अध्ययनको कार्य समाप्त भइसकेको छ। मुलुकलाई खाद्यान्न, तरकारी तथा फलफुलमा आत्मनिर्भर बनाउन र उत्पादन वृद्धि गर्न सिँचाइ सुविधाको महत्त्वपूर्ण योगदान हुने गर्दछ। सिँचाइ सुविधाको विस्तार र व्यापकताले मुलुककै आर्थिक स्तरमाथि उठाउन समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हुनाले यसमा सरकारवालाहरूले विशेष ध्यान दिन जरुरी छ।
सिँचाइ आयोजनाको निर्माणमा मात्र होइन, सञ्चालन विस्तार, निरन्तरता र दिगोपन कायम गर्न सरकारवालाहरूको विशेष सक्रियताको खाँचो रहेको हुँदा यसमा हातेमालो गरी उद्देश्य प्राप्तिका लागि निरन्तर अगाडि बढौँ भन्ने बागमती सिँचाइ आयोजनाको अपेक्षा रहेको छ।